हेलो गाइस, आज चाहिँ म एकदम तपाईँहरूलाई सजिलो पाराले सुँगुरको मासु पकाउन सिकाउँदैछु र यो चाहिँ एकदमै इजी, एकदमै सजिलो है, एकैछिन पनि हुन्छ र तपाईँहरूले पनि पकाउन सक्नुहुन्छ है यसरी नै। र यसको लागि हामीलाई चाहिन्छ प्याज यस्तो खालको काट्नुपर्छ है, पतला पतला। र मासु कम्ती कम्ती छ र मैले यसको लागि कम्ती कम्ती गरिदिएँ, 3टा प्याज होइन, प्याज यसरी काट्ने यत्रो है। काटिसकेको छ प्याज पनि, र टमाटर पनि हाल्ने, र टमाटर पनि म 3टा हाल्न चाहन्छु है। काटिसकेको छ टमाटर पनि, र प्याज जस्तै बराबरको साइजमा काट्नुपर्छ टमाटरलाई पनि है। र म लसुन हाल्न चाहन्छु, यति हाल्दा ठिकै हुन्छ है, किनकि कम्ती कम्ती छ, यति मासु लागि यति हाल्दा हुन्छ, ठिकै हुन्छ। र अब यसलाई कुटिसकेको छु मैले है। अब भने यसलाई हल्का पिरो बनाउन लागि मैले यसको लागि खुर्सानी हाल्दैछु, र खुर्सानी काटिसकेको छ। र यो मैले मासु यति छ, र यिनीहरूको लागि प्याज टमाटर खुर्सानी यतिले ठिकै हुन्छ है। अब यहाँनिर प्याज हालिदिने, अलि काटेको, त्यसको माथिबाट अब टमाटर र खुर्सानी पनि हालिदिने। टमाटर खुर्सानी र हामी हाल्ने फुड कलर, जुनले कलर मात्रै दिन्छ। र यो चाहिँ हो चिल्ली पाउडर है, तपाईँले हाल्नु छ भने हाल्दा नि हुन्छ, छैन भने हाल्दा नि हुन्छ। र यो जिरा पाउडर 3 चम्ची हालिदिने है, मैले 3 चम्ची हाल्दैछु, तपाईँले स्वाद अनुसार हाल्न सक्नुहुन्छ। अब हर्दी हालिदिने है, हर्दी पनि स्वाद अनुसारै हालिदिने। र अब आइन्छ लसुन, र लसुन पनि हालिदिने, लसुन। र अब छ तेल चाहिँ मैले खाने तेल हालेर रिफाइन तेल हाल्दैछु, किनकि यसलाई फ्राई गरेको छैन, त्यसै कारण काँचै बनाउँछ भनेर रिफाइन तेल हाल्दैछु। र अब हाल्दैछु मिट मसला, तपाईँहरूले नहाल्दा नि हुन्छ, म चाहिँ हाल्दैछु। अब हाल्दैछ नुन पनि स्वाद अनुसार हाल्ने, र मैले चाहिँ 2 चम्ची हालेको छु है। अब यसलाई मजाले मिक्स गरिदिने है, मिक्स गर्ने मजाले, मिक्स भइसकेको छ है, मजाले मिक्स भइसकेको छ, हेर्न सक्नुहुन्छ। अब यसलाई ग्यासमा राखेर बसाइदिने। अब चाहिँ यसलाई चाहिँ कभर गरेर राखिदिने है। फ्लेम चाहिँ एकदम हाई फ्लेममा राख्नुपर्छ, किनकि भर्खर बसेको हो। र यसलाई ढक्कनी लगाएर राखिदिने। मजाले चलाउने, फ्लेम चाहिँ हाईमै राख्नु। अब यस्तो हाल्नु छ है, र फेरि यसलाई चलाइदिने। अहिले भने अलिक पाकिसकेको छ, यस्तो भइसकेको छ। फ्लेम हाई फ्लेम, अब चाहिँ हल्का लो फ्लेम गर्ने है, किनकि डर छ होला। चलाइदिने, हेर्न सक्नुहुन्छ कतिको भयो भनेर, अघिभन्दा अलिक पाकिसकेको छ। प्याज टमाटर पनि मजाले पाकिसकेको छ। फेरि यसलाई चलाइदिने। अब भने हल्का ग्यास ठुलो पारिदिने, किनकि अलिक ड्राई हुनको लागि, फ्राई हुनको लागि। यस्तो भइसकेको छ।
यसरी चलाइदिने मजाले। गाइस अब भने पाकिसकेर फ्रेम मार्नेछु है, हेर्नु सक्नुहुन्छ मजाले फ्राई भएको छ। र थ्याङ्क यू गाइस, र बाई बाई, सी यू नेक्स्ट भिडियो।